गाइस त्यसै गरी अहिले चाहिँ हामी चट्ट लाएर चाहिँ अब बालुवा डाँडा भन्ने ठाउँमा चाहिँ आज हामी 4-5-6 जनाको राइड हुँदैछ है। ल केटाहरू ल हाई गर त ल हाई गर ल ल अब स्कुटी दुईटा एउटा बाइक टक्क भयो। अहिले हामी चाहिँ टक्क यो कसरी के अरे 5 कट्टा चाहिँ अब हामी यहाँबाट लगभग हिसाब गर्दाखेरि 1 घन्टा भनेपछि कति किलोमिटर रह्यो 17-18 किलोमिटर होला। ल एउटा हाम्रो मोटे पार्ट त्यहाँबाट आउँदैछ। ल अब टक्क हामी जाँदै गरेको र त्यहाँ पुगेको नेक्स्ट भिडियो पार्ट 2 चाहिँ आउँछ, वेट गर्नु होला। ल कस्तो हुँदैछ हाम्रो यो टासी गुरु चाहिँ, ठिक छ नि होइन? ल अहिले चाहिँ हामी चाहिँ टक्क हिँडेर आएको है, आउन त यहाँसम्म नै आउँदो रहेछ बाइक स्कुटीहरू चाहिँ। ल पार्ट 2 है, अहिले मैले नेक्स्ट पार्ट 1 भनेको थियो नि त। अहिले चाहिँ हामी कसरी गुम्बामा थियौँ, पाँचखटे गुम्बामा होइन। अब यहाँबाट सबै भ्युजहरू पुरै चितवनको भ्युजहरू सबै देख्छ भनेर आएको है हामी चाहिँ। अब लास्टै गऱ्यौँ भयो, तर बिहान टाइम घाम लाग्ने टाइम भएर क्या हो खासै देखेको छैन कि, पुरै बादल छ। ल यही है सातले यो डाँडाबाट चाहिँ सबै भ्युजहरू देख्छ बनाएको छ है। अब ल हामी कतिजना 3-5 जना जति आएको छ केटाहरू। चितवन त देख्न त सबै देख्दो रहेछ, तर ऊ पुरै कालो क्या, केही देखिरहेको छैन। यो राम्रो चाहिँ राम्रो रहेछ। ल केटाहरू हो ए ऊ त्यो पारे डाँडा के डाँडा हो त्यो, भिड त खतरा रहेछ त आमामा। यो शीतल ठाउँ रमाइलो ठाउँ नै रहेछ यो। ल केटाहरू चढ्दैछ उता। बालुवा डाँडा भन्ने है यो बालुवा डाँडा। त्यो डाँडा देवचोली हो कि बर्जुली डाँडा होला, यो चाहिँ बालुवा डाँडा भयो। त्यो डाँडा गयो भने चाहिँ पुरै पोखरा पुगिन्छ अरे यो डाँडा सबै गरेपछि पोखरा जाने बाटो पनि हो अरे यो। ल पुरै घाम लागेर पुरै बादल भएर केही देखिरहेको छैन कि, समथिङ आधी घन्टामा आइपुग्दो रहेछ, 1 घन्टा भन्ने लाग्दैन रहेछ। ल अहिले चाहिँ हामी माथि चढ्दैछ। एकछिन सिटी चल्दामै थाकिसक्यो जीवनको माग के लेख्यो है, के ल्यायो अझै माथि नै आमा। त्यो मुनि बाटोबाट आयो हामीलाई, बाटो चाहिँ पिँझै रहेछ पुरै। सातले आमा सातल अझै 2 तल आइन्छ है, 5 तल आइपुगिसक्यो। लिँदै राख्नुपर्नेवाला रहेछ यो हो। यति लास्टै रहेछ नि त, के डर लाग्ने बेकार। हाम्रो चाहिँ लास्टै सँग रहेछ बाटो, वाल सेफ्टीको लागि त पुरै रहेछ।
त्यो जङ्गलको बाटो है पुरा बादल आएर होला केही देखिरहेको छैन कि बेलुकातिर बिहानतिर भयो यो पुरै सहर देख्यो यहाँबाट देख्न त सबै देख्दो रहेछ एकान्त ठाउँ रहेछ नि सुनसान पुरै चितवन देख्दो रहेछ बुटोल कुन हो कौसदी कुन हो त्यो बजार त्यहाँबाट उ त्यो छेउछेउको बाटो आयो हामी कि उयो कुन हो बाटो आएको यो चाहिँ हात्तीखोर बगर त ठुलै रहेछ त है ठुलो यहाँको पानी कहाँबाट लग्यो त यहाँ त खासै पानी पनि आउँदैन बगर त ठुलै रहेछ ल अनि यस पार्ट 1 मा यी गुम्बाबाट को पार्ट 1 भयो यो पार्ट 2 है टक्क ल भरे फर्किनेको टाइममा आइपुग्यो ल सबैलाई बाई बाई गर बाई बाई हाम्रो सोमखुङ चाहिँ इन्ट्री भयो आमामा टाइम टाइम हेलो गाइज भाइ बेल गुरुङ बेल गुरुङ भयो यो मलाई युट्युब च्यानलमा लाइक सब्सक्राइब गरिदिनु होला ल टक्क हामी चाहिँ अहिले बालुवा डाँडा भन्ने ठाउँमा आउँछ अब लगभग 8-9 किलोमिटर जति छ है अब झन्डा आइपुग्नु लाग्यो केटाहरूको राइड जस्ट हुँदैछ हामी समथिङ कतिजना रे 6 जना होइन 6 जना अब 6 जना हो ल अब यो ब्याक क्यामेरा गर्दै गरेर यतातिर आउँदै होला तिनीहरू हो बाख्राहरू गोठ्नु रहेछ है अब चाहिँ आला जस्तो ल आयो ल टासीको इन्ट्री भयो बाख्राले ओ बिस्तारै ब्रेक बिस्तारै ब्रेक टसीको इन्ट्री भयो आमा टाइम टासीको इन्ट्री हुँदैछ है चाहिँ त त्यो ब्रेक ढकाल त्यो क्लच ढकाल हो टसीको इन्ट्री क्लच ढकाल दिनुपर्छ क्या ल त्यसको इन्ट्री भयो खै मलाई आँखा नि फोनलाई चाहिँ मलाई चाहिँ निस्किने कि तया थाहा थियो बाटो चाहिँ राम्रो रहेछ है केटाहरूमा अब घुम्न आउनु पर्यो बालो डाँडा भनेको कस्तो रहेछ अब कस्तो ठाउँ बनाइरहेछ अब हाम्रो राइडर चाहिँ बेलदाई हो फेरि बेलदाई चाहिँ फेरि अब क्रसर चलाउने मान्छे हो अहिले चाहिँ फेरि 150 पल्सर चाहिँ सरिसक्यो क्या केटाहरू आउँदै आएन हाडै उकालो है क्यामेरा माटाउँ रहेछ भाइ माथि होला त्यो क्यामेरा भोपाल छ यो तिम्रो तिनीहरू आएकै छैन होइन भोपाल छ बाटो चाहिँ ल गाइस अहिले चाहिँ नाङ्गो सेट है के आउँछ रहेछ भने चाहिँ चटपट होइन चाउमिन फ्राई मोमो अनि चिकन मोमो आलु चप होइन अनि अचार फाफर अनि त्यही सल्लाहहरू अनि एउटा कुखुरा सिङ्गे है चट्ट लगाएर सल्लाहहरू